यदि कसैले राज्य विरुद्धको कसुर के हो भन्यो भने यही हो राज्य विरुद्धको कसुर। त्यो भएको हुनाले समितिका सभापतिले आफूले राजीनामा दिएर बाटो मार्ग प्रशस्त गर्नुपर्छ, छानबिन गर्नुपर्छ। छानबिन गरेर भोलि उहाँ दोषी भएपछि कारबाही गर्नुपर्छ र उहाँ यदि नभएर कर्मचारीले त्यो हरकत गरेका हुन् भने राज्य विरुद्धको कसुर लगाएर तपाईको अपराध गर्नेहरूलाई चाहिँ जेल सजाय हुनुपर्छ। यो सामान्य अपराध होइन। कर्मचारीको माग्ने छानबिन गरौँ न। कर्मचारी म जो छ म त्यो स्टेजमा आउँदाखेरि के गर्नुपर्छ, मेरो गल्ती देखिया ठाउँ म तयार छु। तर तपाईहरुलाई यति अनुरोध गरेँ, छानबिन चाहिँ जुनसुकै लेभलको भए छानबिनबाट कार्यवाही दायरा आउनु। यदि जानाजानी सभापतिजी समेत संलग्न हुनुहुन्छ भने यो त कृत्य जालसाजी भयो, कानुनी हिसाबले पनि गम्भीर कुरा हो। यदि ल ठिक छ उहाँको संलग्नता छैन भने पनि नैतिक रूपमा उहाँले आफूले सिग्नेचर गरेको कुरा भन्दा विपरीत कहाँबाट आयो त? त्यसैले नैतिक रूपमा सबभन्दा पहिला समितिको सभापति र सचिवले राजीनामा दिनुपर्छ। यहाँनिर चाहिँ जहाँ षड्यन्त्र भयो यो अत्यन्तै चाहिँ गलत काम भएको छ। यो भोलिका दिनमा छानबिनपछि टुङ्गो लाग्छ। मैले त भन्ने गरेको छु, यसको टुङ्गो नलागेसम्म राज्य व्यवस्था तथा सुशासन समितिको बैठक अगाडि बढ्न सक्दैन। यसमा जिम्मेवार जो हुनुहुन्छ नैतिकताको आधारमा आफ्नो ठाउँ छोड्नुपर्छ, कारबाही भोग्नुपर्छ। संसदको उपहास गर्ने गरी, हाम्रो सार्वभौम अधिकारमाथि हस्तक्षेप गर्ने गरी जुन कुरा गरियो, जुन षड्यन्त्र गरियो, जुन बदमासी गरियो, एकदम निज तुच्छ कार्य हो यो। त्यसकारण यो कार्यको सबभन्दा पहिले छानबिन हुनुपर्छ। जसले ड्राफ्ट गर्यो या बुझायो र दुईटैलाई तपाईको समिति बनाएर छानबिनको दायरामा ल्याउनै पर्छ र छानबिन गर्नुपर्छ। समितिको सभापतिमा नैतिकता भन्ने चिज यदि बचेको छ भने उहाँले चाहिँ राजीनामा दिएर अनुसन्धानलाई चाहिँ सहयोग गर्न सघाउनुपर्छ। छानबिनमा कारबाही यदि मेरो पनि दोषी देखियो म आफू पनि कारबाहीको दायरामा आउन चाहन्छु। यसमा सभामुखलाई नै छानबिनका लागि आग्रह गरेका छौँ र हामीले एउटा आज पनि मिटिङ थियो, त्यो मिटिङ नबस्ने निर्णय गऱ्यौँ जबसम्म यो हुँदैन। सबै साथीहरू आउँदा पनि प्रहरी विधेयकमाथि हामीले छलफल नगरेर स्थगित गरेका छौँ। अनि त्यो त अब छानबिनबाट थाहा होला। त्यहाँ त रेकर्ड हुन्छ, भिडियो हुन्छ, सबै छ नि। त्यहाँ त रेकर्ड छ, रेकर्डबाट छानबिनबाट थाहा हुन्छ। अहिले फलानु मान्छे भनेर मैले तोक्ने कुरा होइन, तर यो गम्भीर प्रकृतिको अपराध हो, यो सामान्य कुरा होइन। सहमति के भएको थियो र प्रतिवेदनमा के गएको छ यसमा चाहिँ एकचोटि हेर्नुपर्छ। जिम्मेवार व्यक्तिले राजीनामा पनि दिनुपर्छ। नैतिक आधारमा चाहिँ जो यसमा कमजोरी गरेको छ त्यसले कारबाहीको भागीदार बन्नुपर्छ। कहाँबाट हो यो छलकपट भएको भन्ने लाग्छ? अब यसमा त बढी भन्नु पर्दैन, सबै छर्लङ्गै छ। कागज यही सहमति भएको विधेयकमा के आएको थियो, विधेयकमा के छ, सहमति के भएको थियो र सहमतिमा के प्रतिवेदनमा के गएको छ, यहाँनिर सबै कुरा प्रश्न छन्। त्यस कारणले गर्दा म अहिले धेरै कुरा नभनौँ। यो गम्भीर ठुलो संसदमाथिको ठुलो प्रहार हो। यत्रो ठुलो मिस्टेक कानुन बनाउने कुरामा काहीँ हुँदैन। त्यसमा हामी चाहिँ छानबिन गर्नुपर्छ भन्ने पक्षमा छौँ र यसलाई छानबिन गरेर म आफै माथि पनि छ भने यो कानुन निर्माण करिब समाप्त भएको अवस्था हो। कानुन निर्माणको प्रक्रिया